हेलो दाजु नमस्ते। मेरो च्यानलको चित्र सुरु गर्नु आज संस्कृत र यो सायद मैले यसरी फेसबुकको कुरा गरेर चाहिँ सबैलाई उयो गर्नु भनेको चाहिँ गऱ्यो भने राम्रो हुन्छ जस्तो लाग्यो। अब आज चाहिँ उयो गर्ने यसरी चाहिँ उयो गरिरहेको छु भनेको चाहिँ म आज के देख्नु गइरहेको छु भन्दा चाहिँ एउटा पहिलो प्रथम त दसैँको शुभकामना है। दसैँ हाम्रो सबैले देश विदेशमा रहनुभएका सबै दिदीबहिनीहरूलाई चाहिँ दसैँको धेरै धेरै शुभकामना छ। र दसैँको क्लाइमेट कस्तो छ भन्दाखेरि चाहिँ दसैँ आउँदाको क्लाइमेट कस्तो हुन्छ र दसैँ नआउँदाको क्लाइमेट कस्तो हुन्छ त्यो चाहिँ हामीले यसपालि चाहिँ खेल्नु पर्छ हामीले पानी आइदिन्छ पानी त्यति राम्रो त बस्दैन तर पनि ठिकै छ त्यस कालो ताल कालो घाम लाग्छ घाम छ तर त्यति क्लियर छैन कि क्लाइमेटले गर्दाखेरि त्यति क्लियर छैन। सो गाइस अब यो हाम्रो यो पन्ध्रबेसी भानु दसको चाहिँ नि कालीमाटी भानु दसको पन्ध्रबेसी गाउँ भिलेज चाहिँ देख्नुहुन्छ हेर्नुहुन्छ र हाम्रो जति पनि भानु दसको साथीहरू छन् दाजुभाइहरू छन् देश विदेशतिर हुनुहुन्छ भने हाम्रो यो गाउँठाउँलाई चाहिँ हेरेर चाहिँ लाइक र कमेन्ट गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला साथमा भएको बेल आइकनलाई चाहिँ क्लिक गरेरै घन्टी बजाइदिनु होला। र यो पन्ध्रबेसी भन्छ यसलाई होइन यो पुरै चाहिँ यो पुरै यो डाँडा छ होइन यतापट्टि चाहिँ यो सिटी खोला पाइप यतापट्टि यो डाँडा र यतापट्टि चाहिँ यो सबै यो जुन धामधुमको गर्छ त्यो साइडमा चाहिँ यता माथि चाहिँ डाइनोसरको डाँडा छ तर देखेको छैन यो कुहिरोले गर्दाखेरिमा है यस्तै हो साथी हो। अब यो कारण दसैँ लागेपछि चाहिँ नि यो मौसमै छुट्टै हुन्छ एकदम वातावरणै छुट्टै एकदम एकदम रमाइलो एकदम के एउटा हुन्छ नि एउटा रमाइलो फिल हुन्छ कि मनमा नि एउटा दसैँ लागेपछि अब झन् विदेशतिर हुनुपर्छ देश विदेशतिर हुनुपर्छ झन् विदेशमा रहनुभएको साथीहरूलाई झन् कस्तो हुन्छ हेर्दाखेरिमा होइन